तपाईहरुको सन्डे चाहिँ कसरी बित्यो साथीहरु? मेरो सन्डे चाहिँ कसरी बित्यो म तपाईहरुलाई सबै देखाउने नै छु। त्यसको लागि भिडियोलाई लास्टसम्म हेर्दिनु होला। त्यो भन्दा पहिला स्वागत छ फेरि पनि मेरो छोटो मिनी व्लगमा। आयो तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। हामी चाहिँ आज सन्डेको दिन भएर बिहान 9 बजे उठेको। सन्डेको दिन प्राय हामी ढिलो नै उठ्छौं के। अरु दिन त छिटो उठ्नुपर्छ नि त काममा जानको लागि पनि। मैले चाहिँ उठिसकेपछि ब्रस गरेर हात मुख धोएर नास्ता बनाउनतिर लाग्यौं। हामी चाहिँ नास्ता खाइसकेर हामीले चाहिँ आज घर सफा गर्ने भनेको थियौं के। हामी चाहिँ आफ्नो कामतिर लाग्यौं। बुवा चाहिँ काममा जानु भएको छ भने हामी चाहिँ घरमा 4 जना मात्र छौं के। मम्मीले चाहिँ नानी हेर्दै हुनुहुन्छ भने हामीले चाहिँ घर सफा गर्नतिर लाग्यौं कि। हामीले चाहिँ घर सफा गरे धेरै भयो थियो। उसरी त प्राय घर सफा गरिरहन्छौं। त्यही पनि आज घरको पुरै यताउता सरसफाई गर्ने भनेको थियौं के। त्यही भएर चाहिँ हामी फटाफट आफ्नो कामतिर लाग्यौं। हामीले चाहिँ मैले चाहिँ ओछ्यान मिलाइसकेको थिएँ भने चाहिँ बुढो चाहिँ बसिहाल्नु भयो के। म त अब सक्दैन भन्नुभयो। मैले चाहिँ फेरि अरु काम गर्नतिर लागेँ। कपडा पनि पुरै लथालिङ्ग भएको थियो के। फेरि मेरो छोरी चाहिँ लागिरहेको छ के। त्यही पनि चाहिँ फेरि मान्दिनँ नि त जसो गरे पनि। मैले चाहिँ यो भिडियो हिजो अस्ति दिन खोजेको साथी हो, तर मैले दिन सकिनँ, त्यसको लागि सरी। हामी चाहिँ खाना खाइसकेपछि गयौं नानुको घरतिर। नानु चाहिँ बोलाउनु भएको थियो कि आज चाहिँ गेम खेलौँ भनेर। नानुहरु सामान लिन जानुभयो भने म चाहिँ लागेँ पुरी तल्नतिर। पुरी तलिसकेपछि मैले चाहिँ फटाफट प्याज पनि काटिसकेँ, किनकि उनीहरु आउन पनि बेर लाउँदैन नि त। भन्दाभन्दै उनीहरु पनि एकछिनमा आइपुगे के। त्यो सँगसँगै नानुहरु दुईटा जानु भएको थियो भने उताबाट दिदी पनि आउनुभयो के। उहाँ चाहिँ मेरो अमाजु दिदी हो। म चाहिँ म्यागी बिसाउनतिर लागिदिएँ। हामी चाहिँ फटाफट गर्नुपर्ने थियो कि, किनकि साँझ हामीलाई बजार जानु थियो नि त। हामी चाहिँ फटाफट काम गर्नतिर लाग्यौं। फाइनली म्यागी पनि रेडी भयो। पुरै मसलाहरु रेडी भइसक्यो के। पानीपुरी, म्यागी, माजा अरु चाहिँ हामीले ल्याउन सकेनौं, किनकि हामी मान्छे 2-3 जना मात्र थियौं नि त, 4 जना। त्यही भएर हामी चाहिँ गेम स्टार्ट गर्न लाग्यौं। तर मेरो छोरी चाहिँ गेम खेल्न दिन्न साथीहरु, किनकि ऊ हामी हाँसेको देखेपछि ऊ चाहिँ रोइहाल्छ के। यिनीहरुले झगडा गरे भन्ने सोच्छ के। त्यो देखेर अनि मैले बुढोलाई बोलाएको थिएँ कि। अनि उनले चाहिँ बुढोले छोरीलाई लगेर जानुभयो। त्यसपछि हाम्रो फेरि अनि गेम स्टार्ट भयो। हेर्दाखेरि नराम्रो देखिएको होला, तर साथीहरु हामी चाहिँ यस्तो मजा आयो नि, यस्तो रमाइलो भयो। तर के गर्नु, हामी चाहिँ पहिलो बार खेलेको के। जानी नजानी जस्तो भए पनि अब थाहा भएन है अरूको लागि कस्तो लाग्यो। राम्रो लाग्यो त राम्रै लाग्यो। हामीले चाहिँ गेम खेलिसकेपछि यता चाहिँ नानुको चुडाहरू धेरै बचिरहेको थियो कि। उता चाहिँ नानु दिदी हाल्दै हुनुहुन्छ कि। खै मेरो हातमा हुन्छ कि हालौँ भन्दै हुनुहुन्छ। उता चाहिँ साइडमा नानुले मेहन्दी पनि लगाइदिनु लाग्नुभयो हो। हामी चाहिँ बजार जाने भनेको साथीहरु, पानी चाहिँ पर्ला जस्तो भयो। त्यही पनि पानी परे पनि पर्ला भनेर हामी त बजार हिँडिहाल्यौं। हामी त घर बसेन जाँदैन। अहिले चाहिँ साँझको 6 बजेको छ के। पहिले चाहिँ हामी नानुको कपडा किन्नतिर लाग्यौं भने चाहिँ उनलाई चाहिँ ज्याकेट चाहिएको थियो के। उनलाई चाहिँ ज्याकेट किन्यौं। त्यसपछि हामी चाहिँ लाग्यौं चुडा पसलतिर। चुडा पनि हेर्नुपर्ने छ नि त। मैले चाहिँ चुडा किनेको थिएन। अनि मैले चाहिँ राम्रो आफूलाई मनपर्ने चुडा छाने साथीहरु। आजको लागि यति नै, बाइ बाइ।